फुक्क मेरो जिन्दगी छोडेर जानु त गइहाल्यो के गर्ने रक्सी छोड्न सक्दैन कहाँ छौ के गर्दैछौ तिमीले त छोडेर गइहाल्यो मलाई यो नभए हुँदैन एकचोटि मेरो बुढी लाने मान्छेले भेट्नु थियो मेरो बुढीको बानी थाहा छ कि छैन पछि मलाई जस्तो धोका दिने हो कि के गर्नु बुढीले छोडेर गइहाल्यो बुढीले छोडे पनि तिमीले नछोड के गर्नु तिमी मेरो सहारा लाउरी चाहिँ ल्याउँछ होला कहिले आउँछ होला आफूलाई भेट्न हतार भइसक्यो मेरो लाउरीले के ल्याइदिन्छु भनेको थियो ल्याउने होला कि न अस्मिता अस्मिता होइन घरमा छैन के हो तिमी को हो बाबु म अस्मिताको बुढा के त म विदेशबाट भर्खर आउँदैछु अस्मिता कहाँ छ पहिला गइसक्यो नि अनि आमा पहिला त गयो कहिले गएको खै मलाई केही थाहा भएन भाइ केही थाहा भएन थाहा भएन कति एक दुई महिनै भइसक्यो खै भइसक्यो हुन्छ त आमा म जान्छु अब राम्रोसित बस्नु होला अब जेसुको भइहाल्यो म अब घरतिरै फर्किन्छु होला है म जान्छु है आमा ल म जान्छु है ल राम्रोसित बस्नु है बिचारा पुरी पहिलो गइहाल्यो मरि दुःख गरिदियो बुढी पहिला गइहाल्यो आफ्नो जिन्दगी यस्तै रहेछ के भन्ने ए भाइ कहाँ जानलाई विदेशबाट आएको बुढी पहिला गएछ अनि त्यसपछि अब उहाँ काठमाडौँ कोठा लिएर बस्न जान्ला के अन्त अब अनि कोठा लिएर बसेर चाहिँ बुढी भेट्छ त के गर्नु त गएको गइगयो अब यसो के अन्त बस्ने ठाउँ त खोज्नु पर्यो अनि बसेर एक्लै बस्ने अब एक्लै बस्ने त हो नि अब बुढी छैन अनि बच्चाहरू कता गयो त बच्चाहरू लिएर भागेछ भने हो बच्चाहरू खोज्नु जानुपर्ने ए बाटोमा हिँड्ने मान्छेले नि बुढी कहाँ गयो भन्छ नि जाने अब काठमाडौँ त गेस्ट हाउसमा कोठा लिएर भयो नि बस्नु पर्यो आफ्नो घर छैन आफ्नो घर छैन भने जानु पर्यो अब के अन्त ओहो पहिला त के त पुल थिएन त फेरि अहिले त पुल बनेछ ल विदेश जानु पनि कमालै रहेछ गाँठे ल नेपालमा कति प्रगति भइसकेको छ हामी विदेशमा नेपालमा त यत्रो प्रगति भइसकेको छ ठाउँ ठाउँमा यस्तो गटरमा पुल बनाएको छ अनि बुढी अर्को लाँदैन कसले लग्यो लग्यो अब लग्यो नि के अन्त होइन लान्छ कसले लगेछ त्यस्तो दुई बेते मेरो दुईटा बच्चाको त बिजो गुनी गयो त फेरि म त तनाव पाएको नि त कस्तो थाक्यो उकालोमा पिपल भइरहेछ यहाँ चौतारामा एकछिन आराम गर्नु पर्यो होइन को मान्छे रहेछ यो जस्तै बुढी पहिला गएको हो क्या यो मान्छेको पनि सोल्टी तपाईँ त चुरो खाँदै हुँदो रहेछ तपाईँसँग लागेको छ ए दिनु न no. No.
No, 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 no. कडा हो भाइ कहाँबाट आउनुभयो म त विदेशबाट नि भाइ विदेशबाट आएको मान्छे बुढी भेट्न जानु पर्दैन अब बुढी त पहिला गइसक्यो के बुढी हेर्ने त घरमा कोही पनि छैन मेरोबाट बाटो लाग्यो के अन्त ल म लागेँ त हजुर मसँग बस्नुहोस् है हस् मेरो लाउरे मेरो हिरो कहिले आउँछ होला 15 गते म तिम्रै पर्खाइमा छु लाउरे कहिले आउँछ होला हामी सँगै हुने दिन